दर्शन नमस्ते अनि साथै सेवाहरू सबजनालाई भन्दै आज चाहिँ नाइट भ्लग आउँदैछ। किनभने म चाहिँ नाइटमा यसो बाहिरतिर भन्दा पनि विशेष काम परेर इमर्जेन्सी निक्लेको भिडियो चाहिँ नबनाउने थियो। फेरि यसो बाटोतिर भिडियो बनाउँदै जानु पर्यो भनेर आज भिडियो बनाउँदै जाँदैछु। साथीहरू कहाँ जान्छु भने आज ग्रान्ड मल हिँडेको, तर के भयो भने रात परिसक्यो, अलिक टाढा छ। हेरौँ म त्यहाँ पुग्छु होला आज ग्रान्ड मल चाहिँ, अनि सामान लिएर आउँछु भन्दै जाँदैछु है साथीहरू। ल तपाईँहरूलाई म अब पुगेको किनेको बाटोमा जाँदै गरेको हिँड्दै जाने कुरा भए देखाउँछु। यहाँ गार्डनमा आइपुगेँ हामी। नाइटमा भन्नु आएको छ। बिहान यतैबाट कुदेर आउने हो, यता त जाने यसरी। यस्तो त भ्यूहरू चाहिँ यस्तो राम्रो छ नि। यो चाहिँ फेरि तपाईँको नेपालको चाहिँ मेहन्दी जस्तो लाग्यो। हेर्नु कस्तो राम्रो छ हरि होइन। यो चाहिँ साइकल हिँड्ने बाटो हो, तर साइकलहरू त्यति भिड हुँदैन, त्यही भएर म हिँडिरहेको छु अरे। यो चाहिँ भुइँ कटर जस्तै छ। अनि यो एउटा चाहिँ के भन्छ, एलोभेरा हो, कुमारी। यो चाहिँ के हो मैले पनि चिनेन, यस्तो राम्रो छ। अनि यता पर रोड छ यता। यो चाहिँ होम साइड जाने हो, यता दुवा ग्रान्ड मल कताबाट आउने बाटो यसै जान्छु है साथीहरू। म चाहिँ यो छ हेर्नु त कस्तो शीतलकै आनन्द, चिसो मौसम, हावा पनि चिसो चलिरहेछ, तर हावाले हानिरहेछ। एकदम शीतलकै आनन्द आइरहेछ है साथीहरू। फुल हेर्नु कस्तो राम्रो छ है, नेपालको फुलिरहेको बाबरी फुलै यो चाहिँ चिटुक्क परेको। चाहिँ खरो, यहाँ चाहिँ कस्तो राम्रो हावा चलिरहेछ सर। कस्तो राम्रो हावा चलिरहेको छ देखिँदैछ। बल्ल गाडी कुदिरहेको छ साथी हो। यस्तै आनन्द हुँदो रहेछ, शीतल पनि छ। यसै जाँदैछु यता जान्छु साथीमा चाहिँ पनि कस्तो राम्रो हावा चलिरहेछ। आनन्दका सारा चलिरहेछ। यस्तो दामी निक्ले है। यस्तो राम्रो यो गार्डन चाहिँ लामो छ क्या, देखिन्जेलकोसम्म त आइपुगेँ हामी। बल खेल्नेतिर पनि पो आएँ म त। यस्तो अब म ग्रान्ड मल चाहिँ नजाने भए त जान्छु है साथी यता। म चाहिँ आज ग्रान्ड मल नजाने भए, किनभने टाइम पनि लेट भयो अनि हिँडेर म अलिक सम्भव भएन नि त। त्यही भएर म चाहिँ आज यहाँबाट उता जान्छु सिधै, अनि त्यहाँबाट भित्र पसेर लोजिकतिर निक्लेर सामान त्यहाँबाट पनि लिएर आउँछु, त्यहाँ पनि मिल्छ। त्यता जान्छु। बल खेलेको चाहिँ यहाँ पर हो, यहाँ साथीहरू खेलिरहेछ बल चाहिँ ओ पर पर्छ। आइपुगिहाल्छ। यहाँ चाहिँ दुईपट्टि नै बोटहरू रोपेछ, बिरुवाहरू फुलको। यहाँबाट सिधै उँधो जानुपर्ने। हेरौँ कहाँसम्म पुग्छु। यस्तो राम्रो छ यहाँ चाहिँ आनन्दको। यतातिर बल खेल्ने ठाउँ, यता पुलहरू छ। पुगे साथी हो। त्यता उँधो चाहिँ गइनँ देखातिर, यता ग्रान्ड मल जानेतिरै गएँ। लेसी म कहाँ पुग्छु हेरौँ है। अब तपाईँहरूलाई देखाउँछु नि म जाँदै गरेको। रात परिसक्यो, कस्तो राम्रो फुलेछ वा है, हेरिरहँ जस्तो। यस्तो राम्रो छ। यता पनि छ पुरै क्या, फुलै फुल लगाएको रहेछ। यस्तो राम्रो यार, हेरिरहँ जस्तो। यहाँ अन्डरग्राउन्डबाट छिरेर उतापट्टि निक्लिन्छ साथी। यो माथि चाहिँ ब्रिज छ, यता चाहिँ गइनँ म। यस्तो छ यता चाहिँ, यहाँबाट उता निक्लिन्छ। कहाँ पुगिँदो रहेछ त यता पाएँ म त। यताबाट छिरेको साइकल पनि जाँदैछ भाइ। यता आइपुगेँ त हो साथी हो। कहाँ आएँ म पुगेँ। म चाहिँ पुरै हावा चलेछ है, कपाल पनि उडाएर है। यस्तो राम्रो हावा चलेछ। यता आएँ। यहाँबाट चाहिँ म ग्रान्ड मलै जान्छु होला अब सायद। हेरौँ बाटो चाहिँ यही हो। आइपुगेँ, हावा पनि चलेछ साथी हो। अब यहाँबाट चाहिँ फेरि
यहाँभित्र छिरेर उता निक्लिन्छ है, कता निक्लिन्छ यहाँबाट उतापट्टि निक्लिन्छ। गर्मी रहेछ। म बाहिर मसा त्यो यहाँबाट पनि यस्तो पो देखिँदो रहेछ बाहिर त। ल हेर्नुहोस्, यता बर्रा सिटी भन्छ भने लेबर सिटी, बर्रा सिटीलाई यता किरण मल यता जान्छ है महावेश। यस्तो फुले चाहिँ सेतो है। यता आउँदा चाहिँ दुवा हो, दुवा जान्छ भने दुवातिर गएन म यता किरण मलतिर घुरेँ साथी हो। किरण मल चाहिँ ओ पर पर्छ कहाँ भने नि यो ठुलो बिल्डिङ है किरण मल चाहिँ। म चाहिँ यताबाट आएको, यताबाट घुमेर यस्तो आएँ। अब यो बाटो हुँदै जान्छु। यो फुल हेर्नु कस्तो राम्रो फुलेको साथी। अँधेरो भयो, हावा चलेर हेर्नु कपाल कस्तो बनाइदियो। रात पऱ्यो है, म दिउँसो हिँडेको होइन, हिँड्दै कपाल पनि यस्तो बनाइ जाँदैछ है। म त यता हुँदै बाटो साइकल हिँड्ने बाटो अनि यो तलको मान्छे हिँड्ने बाटो हो। साइकल त्यति आउँदैन। रुखहरू कस्तो राम्रो छ नि यो गार्डन चाहिँ यहाँभित्र हरियो है। हेर्नु जति हेरे पनि यति राम्रो। अरे कति हरियो यार, यस्तो राम्रो छ यार यहाँ त। हावा पनि त्यस्तै चलेछ। जङ्गलघारीतिर आइपुग्यो त, यस्तो जङ्गलघारी छ नि यहाँभित्र। दिउँसो चाहिँ दामी सिन आउँछ है। यता चाहिँ रात पऱ्यो अहिले त अँधेरो रहेछ। मैले छेउछेउ आइपुगेँ साथी। यो तलको चाहिँ यो कताको यहाँ चाहिँ रेस्लिङ भन्दा पनि गाडी कुदाउने ठाउँ, गाडीहरू रेस्ट गर्ने ठाउँ। यहाँभित्र चाहिँ बिहिबार, बुधबार, शुक्रबार पनि हुन्छ कहिले कहिले। यस्तो पड्किन्छ यहाँ कराको हाम्रो। अब चाहिँ यता सिधै जान्छ। हिँड्दा थकाइ पनि लाग्यो, प्यास पनि लाग्यो। यस्तो गाह्रो भयो त कहिले पुग्ने होला यार। कम्ती छैन यताबाट आएको अझै अगाडि। किरण मल नपुगेलाई पनि किरण मल भनेको त्यहाँ पर। यो चाहिँ खलिपाट टावर भन्छ है यो चाहिँ। अनि त्यहाँ पर कहिले पुग्नु? म यहाँ छु अहिले, यहाँ पर कति टाढा रहेछ। म पुग्दिनँ होला साथी। अझ पुगेँ साथी, पुलमा आइपुगेँ, ब्रिजमा आइपुगेँ। मेरो त छाला र गुल्ला एकै ठाउँमा भइसक्यो त। अनि त्यहाँ पर पुग्दा त हक्ने मुत्ने नै खुस्किन्छ जस्तो भयो। यहाँबाट चाहिँ म लेफ्टतिर हानेर यता रुमतिर भाग्छु होला साथी। त्यतै मार्केटतिर सामान किनेर म त्यहाँ सक्दिनँ होला। अनि यता आउँदो चाहिँ यो तलको चाहिँ बर्रा सिटी होला। अनि त्यो लाइट रातो भले जति लेबर सिटी। अनि यता किरण मलै। अनि यतादेखि यता जम्मै सनाया एरिया पऱ्यो। पनि आइपुग्यो है यो ब्रिज हो। नसक्ने भए साथी हो, किरण मल पुगिँदैन है आज। अब जहाँ ठुला यहाँबाट चाहिँ म रुमतिर फर्किन्छु। आँटी सानो बगलबाटै किनेर लान्छु बुरन्दा दोकानबाट। ठुलो मार्केटतिर म धाइनँ साथी हो। आँटी यहाँ आउँदाखेरि पसिन भयो। अनि पुरै मुत्नै खुस्केला जस्तो भयो त। अनि आमा कहीँ फेरि टोइलेटहरू पनि रहेनछ। अब रुमतिर हानिन्छ। पिसाब आएर पुरै टन भइसक्यो। तुरी चुटेला जस्तो हुँदैन साथीहरू रुमतिर। गइएन यहाँबाट चाहिँ यता घुरियो साथी हो। लङ्कामा पुगेर बित्तामा हार्यो कि। अब यहाँबाट चाहिँ सिधै पार गरेर उता पारि जान्छु। यो पुल हेर्नु कति लामो छ। आइपुगेँ म चाहिँ रोड उता पारि कटेर यता आएँ। फेरि यहाँबाट उता कट्नु बाँकी छ। अर्को पनि आउँदैछ। यता पुलको बिचमा हिँड्दैछ यसरी। लङ्कामा पुगेर बित्तामा हार्यो कि माटि अर्कोचोटि चाहिँ। तर नहार्ने मान्छे पिसाब आएर माटि पिसाब थाम्नु नसकेर पाइप अलिक छोटो भएछ, अलिक लामो भएको हो। म पुग्थेँ फेरि किरण पनि पढ्छ है साथी। यसरी रातो बलिरहेछ र म गइदिन्छु। यताबाट आएन नि त, यताबाट गएर उता पारि गर्छु है। पनि कटेर आएँ। अब चाहिँ म रुमतिर लाग्छु होइन। दायाँ बायाँ नहेरिकन त्यस्तै छ। आज चाहिँ किरण मल पुग्न सकिनँ। नेक्स्ट भिडियोमा चाहिँ म किरण मल पुगेको पनि देखाउँछु तपाईँहरूलाई भन्दै। आजलाई चाहिँ बाबाई यति नै। अब यहाँबाट चाहिँ म दोकान गएर सामान लिएर रुमतिर लाग्छु है साथी। र आजलाई चाहिँ यति नै भन्दै बाबाई गुड नाइट सबजनालाई।